नमस्कार। एउटै घटना केहीलाई फाइदा, केहीलाई भयो हानि, कतै मर्यो आत्मसम्मान, कतै स्वाभिमान। प्रकाश सपुतको यो गीतले हालैको बाढीपछिको पीडादायी यथार्थलाई प्रस्ट्याइरहेको छ र बाढीले सडक बन्द भएपछि निजी वायु सेवा कम्पनीहरूले 5-6 हजार पर्ने हवाई भाडा दर बढाएर 8 हजारसम्म माथि पुर्याए। चर्को विरोधपछि उनीहरू भाडा घटाउन त बाध्य भए, तर यो मानवीय संवेदनाभन्दा पनि जनदबावको असर थियो। आपतको बेला न्यूनतम नैतिकता समेत बेचेर नाफा कमाउने यो प्रवृत्ति बाढीका अवशेषमाथि लुटपाट मचाउने भन्दा फरक छैन। र यस विपदमा सयौँले ज्यान गुमाएका छन् भने धेरै अझै पनि बेपत्ता छन्। स्वदेशी मात्र होइन, विदेशी पर्यटक समेत हराउँदा धेरैको घरमा रुवावासी चलेको छ। सन्तान गुमाउने आमाबाबुको मनको घाउ कहिले पनि निको हुँदैन। अस्पतालका भित्तामा आफन्तको फोटो टाँसेर रुन बाध्य बेसहाराहरूको यो पीडा शब्दमा वर्णन गर्न सकिँदैन। विपदको यो बेला पनि केही दल र व्यक्तिले राजनीतिक फाइदा लिन खोजे। राहत बाँड्दा पार्टीको टी सर्ट लगाउने र विरोध भएपछि हटाउने नाटक पनि भयो। सरकारले रोक लगाउँदा पनि विभिन्न नाममा चन्दा उठाउने र बीचमा मध्यस्थकर्ता बनेर हिरो बन्नेहरूको यति बेला होडबाजी चलिरहेको छ र विपद राहतको नाममा हुने यो व्यापार तत्काल बन्द हुनुपर्छ। र सङ्कटको बेला प्रधानमन्त्री बालेन्द्र शाह स्थलगत निरीक्षणका लागि प्रभावित क्षेत्रमा पुगेर घाइतेहरूलाई उनले भेटेका छन्। जनताको साथमा सरकार छ भन्ने यो सन्देश पक्कै पनि सकारात्मक छ, तर खतरा अझै पनि टरेको छैन। चिनिया जलस्रोत मन्त्रालयको रिपोर्ट अनुसार भोटेकोसीका 2 खोलाको दोभानमा ठुलो जलाशय त्यहाँ बनेको छ र आगामी 3 दिनमा त्यहाँ अर्बौं लिटर पानी जम्मा हुन सक्ने चेतावनी पनि दिइएको छ, जसले नदी किनारका बासिन्दालाई थप जोखिममा पार्न सक्छ। तसर्थ सबै पक्ष अति सतर्क हुन जरुरी छ। सतर्क भएर बस्नुहोला। आजको कार्यक्रममा सुरुवातमा हामीले यस विषयमा टिप्पणी गरेका छौँ, केही बोलेका छौँ र सबको समेत सुन लुच्नेहरूका बारेमा पनि बोलेका छौँ र ग्यास सिलिन्डरका लागि हानथाप गर्नेहरूका बारे पनि हामीले बोलेका छौँ। रिपोर्टहरूको कुरा गर्ने हो भने नेपाल सीमा पार गरेर बग्ने रसुवाको भोटेकोसी नदीमा आएको जुन विनाशकारी बाढी छ, यो बाढीको वास्तविकता के हो भन्ने विषयमा चासो छ। यसको केही वास्तविकता खोतल्ने प्रयास पनि आजको कार्यक्रममा गरेका छौँ। तिब्बततर्फको लेन्दे खोलामा बाढी आएको सूचना चिनिया पक्षले समयमै दिएको भए कम्तीमा मानवीय क्षति रोक्न सकिन्थ्यो भनेर हिजो नेपालमा चर्चा भएको छ। यो विषय संसदमा पनि उठ्यो, तर आज बिहान चिनिया दूतावासले भन्यो तिब्बतको क्षेत्रमा बाढी आएको सूचना चिनिया पक्षले नदिएको भन्ने खबर साँचो होइन। दूतावासले के पनि भनेको छ भने नेपाली क्षेत्रमै भूकम्प वा हिउँका ठुला ठुला चक्ला बुधबार बिहान कोल्याप्स भयो र त्यो कारणले खोलामा ठुलो परिमाणमा हिलोको बाढी सृजना भयो र त्यही कारण ठुलो जनधनको क्षति भयो भनेर भनेको छ। रसुवागढीमा नेपाल र चीनको सीमा क्षेत्रमा